Hello everyone, once again welcome back to my vlog. यहाँ चाहिँ आज हाम्रो नयाँ नयाँ चेहराहरू छ हैन। हाम्रो तरङलाई त चिनिहाल्नुहुन्छ। यहाँ हाम्रो मिस्टर सुमोद, दिस इज हाम्रो प्रशान्त ब्रो, प्रवीण हामी प्रवीण भन्छौँ। प्रवीण ब्रो पनि आज चाहिँ अब अचानक हुन त यिनीहरूको त 2-3 दिन अगाडिको प्लान हो। हाम्रो चाहिँ अलि अचानकै प्लान भयो हैन। मन्दिर जाने भने प्लान बनाएको। अब यहाँ यस्तो दुर्गा छ कि केटाहरू हो हैन, प्लान बनाएको थियौँ। अब चाहिँ मन्दिर हिँड्दै गरेको हो नि त हामी। मैले चिकन खाएको पर्सनली, यसले पनि चिकनै खाएको हो। अनि यसले चाहिँ आज भेटी यो एकदम बाठो छ कि यो पछाडिको सुमोद, यसले चाहिँ आज दाल मात्रै बनाए खाए, यिनीहरूलाई पनि दाल मात्रै खुवाए। हाम्रो राजाले नि आज अन्डा करी चाहिँ भ्याएको है आज। त्यो पनि के भएको भन्दा भात बनाएर हेरेर राखेको जीवनले उडाएर हिँड्दैछ हो भनेको। होइन किन म त अस्ति एकचोटि जाँदाखेरि त बसबाट गएको थिएँ त्यताबाट। हो मनसभा हुनुपर्छ मेन गरी। मैले पनि भर्खरै यहाँ आज अन्डा भेज हो भन्ने अन्डा भेज हो यहाँनिर। युकेमा चाहिँ अन्डा भेज मानिन्छ। अनि अब यहाँ फेरि हाम्रो केटाहरू कसैले सुन लगाएर हिँड्छ। म चाहिँ अब चिकन खाएको हुनाले सुन पनि छर्केर हिँड्नु परेको। यसकै कानबाट फेरि ए सुन टल्काइदिउँ न। गाईको पानी चाहिँ पाइँदैन। अब निशान चाहिँ एक्लै पर्ने भयो होइन। अब हामी चाहिँ अहिले खासमा एलएस 9मा बसिरहेको छौँ होइन। यस्तै हो यहाँ चाहिँ फेरि यो एरिया चाहिँ कस्तो हो भने भन्दै त राजा ग्याङस्टर टाइपको ग्याङस्टर टाइपको। यहाँ चाहिँ फेरि कालेहरूले खतरा लुटिदिन्छन् पनि लुटाउँछन् पनि है। फेरि यो एरिया चाहिँ सक्दैनन् है। यो एरिया चाहिँ लुट्ने पनि हो लुटाउने एरिया पनि हो अरे। मस्तसँगले अब हामीसँग होप राम्रो एक्सपिरियन्स होला। हाम्रो युके आइकन चाहिँ मेरो पर्सनली फर्स्ट भिजिट हो मिड टेम्पलमा। तिम्रो पनि त्यही होला होइन। मलाई थाहा नै थिएन यो त पुरै होइन टेम्पल छ नि प्लान रहेछ यसको त होइन। पुरै हेरेर कस्तो मस्तले हिरो भनेर हिँड्छ क्या प्रशान्त ल। यहाँ यस्तो हुन्छ बेगरहरू टक्कसँग हामी भन्दा यिनीहरू 105 दिने कि के गर्थ्यो अनि खतरा हुन्थ्यो यिनीहरू 105 दियो भने खुसी हुन्थ्यो होला हौ। तर यो खाते यस्तो एरिया भए पनि होइन, तर गाडी चाहिँ अक्खा दामी हुन्छ यार। यहाँनिर ज्यागवार छ क्या हेर्नु न, ज्यागवार कम्पनीको गाडी छ होइन। मर्सिडिज एस क्लासहरू हुन्छ 680S खतरा हुन्छ। अब चाहिँ अब डाइरेक्ट म्याप रिडर यहाँ छ सुमोद। ओ म्याप रिडर कता हो? ग्राउन्ड रुट हेरिरहेछ। दिमागमा टिप अनि फेरि हेर पकाइरहेछ पकाइ। फेरि यहाँ त हान्दै भन्दै त सक्यो त। एनएच भनेको चाहिँ फेरि नेसनल हेल्थ सर्भिस हो क्या। अनि यहाँनिर गाडी हान्दै भन्दाखेरि त मन्दिर जाने हिँडेको मान्छे फेरि सिधै हस्पिटल भर्ना भइन्छ नि त। मौसम फेरि आजको यस्तो थियो होइन, यस्तो घाम लागेको थियो नि। लो मेरो त के दाग लागिरहेको चाहिँ यो दाग होइन, यो हो यार। यो सरफ भएन, सरफ नगएको हो। यो कपडा धोएर सुकाएको थियो बाहिर, टक्कै पानी परिदिएर पुरै भिज्दिएर फेरि होइन फुल बनाउँदा होइन यति हो र त्यस्तो हो र। अनि आइफोनको क्वालिटी अनि लेटेस्ट मोबाइल हो नि त यो होइन। ल यहाँ हामी हिँड्दा यहाँ हाम्रो साथीहरू छुट्या खाने त 2-4 साथीहरू छुट्या छन्। अनि एउटा आउने जस्तो कुरा गर्दैछ क्या। अनि अब यो कल गर्दैछ यहाँ। सेल्फी त हाम्रो आइरहेछ त। म तिमीलाई यहाँ रेकर्डिङबाट निकालिदिन्छु सेल्फी त। है त यो फेरि यो गुगल म्यापर ऊ पनि अब सिधै उसमा आउँछ होला मेबी, सिधै मन्दिरमा आउँछ होला। म अनि जान्छु भन्दा चाहिँ बिचरा त्यो पनि त्यसको चाहिँ आज काम थियो अनि बात भइसकेको थियो। अब त्यसको भर्खरै छुट्टी भयो सायद सिधै उता आउँछ होला। तर ठिकै छ। अनि हामी चाहिँ अब भर्खरै मन्दिर पुगेको छैन। केटाहरूले फेरि लन्डनको प्लान बनाइसक्यो बाटोमा होइन। बाटोमा लन्डनको प्लान बनाएको छ। अब कतिको पुर्किले हुने त आएन। मस्तको घाम लाग्छ फेरि, यस्तो खतरा घाम लाग्छ नि। पुरा घाम लगाएर बसिरहेछ होइन। फेरि 1 घन्टा अगाडिसम्म तपाईँको यस्तो खतरा पानी परेको नि, पुरै कपडा सब भिजन गरी पानी परिरहेको थियो। फेरि
भनेपछि नेक्स्ट मन्डे जाने हिँड्छ लन्डन केटा हो ढुक्क तर जाने बेला चाहिँ ट्रेनमा नजाने केटा हो बसमा जाने बसमा त जाने हो त नि होइन आउने बरु के अरे फेरि तिमीले भिडियोको लागि मात्र बनाएको हुनसक्छ होइन होइन कस्तो ल सिरियस छ म त छुट्टी लिन सक्छु अब फेरि तरङको छुट्टी मिलाउन सकिन्छ सकिँदैन भन्ने क्या होइन म त जान्छु तिमी छुट्टी चाहिँ कसरी मिलाउने तिमीले चाहिँ च्याप्छु म ऊ र म चाहिँ सँगै काम गर्छौँ नि त अनि दुईजनाको छुट्टी एकैचोटि फेरि मिल्छ मिल्दैन भन्ने कुरा ए सुमोद पनि हो सुमोद भनेको फेरि हाम्रो अरे यार सुमो त ऊ हो नि यार राजा हो नि ऊ त टक्क आउने इन्सपेक्सन गर्छ ऊ त इन्सपेक्सन गर्न आउने मात्रै हो नि त नि होटलमा टक्क इन्सपेक्सन गर्छ अनि जान्छ केटालाई थर्काउँछ हिँड्छ पहिला साउलाई पनि थर्काउँछ अस्तिको फ्राइडे होइन यो पागल भइसक्यो यो मान्छे धन्दा तलको भाडा मैले नहाल्ने यो पागल हुन्थ्यो म तिहार चिच्याउँछ हामीलाई फ्रस्ट्रेसन हामीमा निकाल्छ केटो यार सही छ यार तर यार उसको त चौधरीको त लिडरै हो नि लिडर हो यो डन जसरी हिँड्छ फेरि बिचमा ल ओ मुला मोबाइल मेरो मोबाइल फोन तिमीसँग छ है ए ल ल ल यस्तै छ यहाँको हाम्रो यो चाहिँ हाम्रो पेट्रोल पम्पहरू हो सोर्लक्क ओ 5 मिनट 5 पाउन्ड भएपछि टिप्नु हुन्थ्यो अब 5 मिनट त खासै केही लाग्दैन अब त पहिला त 5 मिनट भनेको नि ल भन्ने हुन्थ्यो नि त आजभोलि खासै लाग्दैन यस्तो गाडी यार हुनु क्या खतरा गाडी छ क्या कस्तो सुपर कार यार मैले अहिलेसम्म देखेको थिएन त्यो चाहिँ हेरौँ यार हेर्नुपर्छ बड्काएर हिँड्छ नि बाप्रे खतरा गाडी लिएर हिँड्छ नि यार काण्ड आज के भयो भनेदेखि आज हिँडे मात्रै हुने भइयो उसको आइफोन हामी हिँडेको कति भयो हाम्रो प्रशान्तले भनिदिनु पऱ्यो मैले भनेको नपत्याउने भयो हिँडेको भयो आधी घन्टाभन्दा बेसी भयो त्यही नि अझै 40 मिनट बाँकी रहेछ एक कपाल बिग्रेछ ल अहिले हामी कति जेल लाउनु पर्ने एकदम जेल नलाऊ यार कपाल जान्छ यार यो कपाललाई के पिर्नानी हो सुमतको नभए त टेन्सन गरे छैन त्यसलाई भित्रभित्र मनमा टेन्सन छ नि हौ सुमत तिमीलाई टेन्सन छ र केही कुराको छैन भयो नि छैन रे भने चाहिँ पत्ताउनु पर्यो अब ल कपालको टेन्सन छ छैन कपालको टेन्सन छ र कपाल भएको टेन्सन हुन्छ भने जस्तो कुरा आयो अहिले ए अझै अहिले भर्खरै सोद्धाखेरि जाउँ अझै अहिले भर्खर यसलाई सोद्धाखेरि अझै कति मिनट हो 41-45 मिनट भन्दैछ कि गाडी आइरहेछ एकदम वेट गर्नुपर्ने कन्डिसन होइन सोद्धाखेरि 40 मिनट बाँकी छ भन्थ्यो अब हाम्रो हिरोले अब यसको मोबाइललाई म्यापै हरायो अहिले पदबाट म रचनामा दिएँ उहाँलाई म सकिरहेको छु नमस्कार मेरो नाम भाग्यनी पनि हो भाग्यनी बानी अलिक भाग्य भयो नि भाग्य अनि भाग्य नपाउने नाम भएर मात्र होइन के काम पनि गर्नु पर्यो के होइन दिपेश चुपचाप छ त खतरा बोल्ने मान्छे तिमी बोल्यो भने त मेरो बिग्दैन त भिडियो यार ढिलो आउँछ कडा आउँछ के टिचर अनि आज मेडम आउनु भएन केटाहरू यार हेर नि त नि ल म म्याप हेरेन केटा हो यार एकजनाले म त हेरिरहेको छु भनेको त मैले यो त आफ्नो स्न्यापच्याट पो हालेको बसिरहेको छ ल यसले घरै पुऱ्याउँछ अब आज जोधपुर हानिरहेको छु बुझिले काम गरेर जानु मन लाग्यो यति बेला केटाहरूले आएर युकीमा आएर हराइदिए केटाहरूले हेर केटाहरूको सबको अलग पत्र परेको थियो केटाहरू होइन मै लगिदिन्छु तिमी कता जोधपुर लाग्यो त मुझे जोधपुरमा लगिदिने क्या फेरि ल भाइ केटाहरू ल ट्रायलमा भाडा हाल त कतिवटा हाल्दो रहेछ तिमीहरू उल्टो देखाइरहेको डाइरेक्सन त ल यसले नै पारेर ल्याएन है मैले हेर्नु पऱ्यो नि अब टिचरै नहेरिकन नहुने भयो विद्यार्थीले मानेन है मानेन फलो मी रे टिचर हो के चौधरी डन अगाडि लागेको मा कसम अब एकचोटि मिस्टेक भने लात भेट्छ सबकोबाट यसले साँच्चै भनेको
फेरि त्यहाँ डेस्टिनेसनमा लगाउने सबले एक लाख हाल्छ। लगेन भने फेरि एक काठ हाल्नु टाइममै लैजानु पर्यो। कस्तो टाइममा भनेको नि गाडी मन दिनै बन्द हुने ओ केटा हो के हो क्या तिमीहरूको पारा? आधी यता हिँडे खाऊ तिमीहरू, आधी उता हिँडिरहेछौ। कता हो? यत्रो ठुलो पार्क छैन। हामी पार्क छिरेको कति 15 मिनट जति भइसक्यो। हामी पार्कको पार्कमै छौँ। यत्रो ठुलो पार्क छ, यो सबै ठुलो पार्क परसँग छ कि पार्क यो। यहाँनिर होइन यो रेजिडेन्टल एरिया भन्दा बेसी त ठुल्ठुलो पार्क हुन्छ कि यहाँनिर। यस्तो खतरा क्या, कस्तो खतरा हुन्छ। चिलमा बिन्दासमा घुम्नलाई होइन, यस्तो फेरि हरियाली नि हरियाली आनन्दको हुन्छ। यति धेरै पार्क। हाम्रो नेपाल र यहाँ के फरक छ भन्दाखेरि नेपालमा पार्क लिमिटेड हुन्छ, एकदमै पार्क लिमिटेड हुन्छ होइन। फन पार्कहरू होस् या अथवा यस्तै क्याजुअल मर्निङ वाक पार्कहरू होस् अथवा हुन्छ नि यस्तै यस्तै खालको पुरा ग्रिनेरी पार्कहरू होस्, अलिक कम, एकदमै कम हुन्छ। टु बी फ्रेङ्क होइन, टु बी फ्रेङ्क भन्नुपर्दा चाहिँ एकदमै ल केटाहरू बाटो छोडेर यता कता जङ्गलतिर भन्नुपर्दा हुँदै हुँदैन, यहाँ पार्कै हुँदैन नेपालमा। तर यहाँ चाहिँ नेपालमा गल्ली पछि मन्दिर हुन्छ जस्तै यहाँ चाहिँ तपाईँको हरेक हरेक लोकेलिटीमा चाहिँ पार्क दुईवटा कम्पलसरी नै हुन्छ यहाँनिर। त्यस्तो हुन्छ। अनि मन्दिरहरू चाहिँ चर्च पनि खासै हुँदैन, एउटा स्पेसिफिक ठाउँमा हुन्छ धार्मिक स्थल। जस्तै हामी अहिले हिँडिरहेको छौँ, हामी 1 घन्टा 20 मिनट हिँड्नु होइन। आज भोलि ड्युटी जानुपर्ने छ, झुट्नु नपऱ्यो भन्दा भोलि ड्युटी जानुपर्ने छ। बिहान 8 बजी उठ्नुपर्ने छ। अहिलेको रातिको 7 बजी, तपाईँको 7:30 भयो। घाम यस्तो मजाले लागिरहेको छ। यहाँको 10 बजीसम्म घाम लाग्छ। 10 बजेपछि तपाईँको घाम अस्ताउन थाल्छ। यस्तो घाम लागिरहेको छ। यहाँ त यस्तो पार्क छ होइन। अनि जानुपर्छ। हामी अहिले हिँडेछौँ, 1 घन्टा 20 मिनट भइसक्यो। अझै कति 25 मिनट देखाइरहेछ भन्दैछ होइन। यो पार्कै यत्रो ठुलो छ कि हिँड्दा थाकिन्छ। यो पार्क कटिसकेपछि मात्रै देखाएर चाहिँ होइन कत्रो ठुलो छ उहाँ परसम्म। अनि यहाँनिर फेरि फलफुलको बोटहरू पनि डल्लै हुन्छ। यो स्याउहरू भयो होइन, अनि स्याउहरू भयो, यस्तो काफलहरू भयो, त्यसपछि त्यो रासबेरी भन्छ, त्यो हाम्रोतिर पाउँछ नि त्यो चुप्रो टाइपको। अनि के हुन्छ नि त्यो घैँहरू हुन्छ, यति धेरै हुन्छ नि। यो त बाटोमा वा छ्याल हुन्छ क्या। अहिले भर्खरै मैले रासबेरी खाएर आएको होइन, बाटोमा टिप्दै खाँदै आइदिएको, मजा आयो। लास्टै मिठो थियो क्या रासबेरी। ओ चौधरी कति मिनटमा छ हो अझै? ए कुदेको है, समाजमा नि मिल्छ क्या। ल यो न्याउरी मुसा पनि यहाँनिर खरा कति हुन्छ केटा हो? यहाँ खरा लास्ट धेरै हुने क्या, बाटामा खरा हुन्छ। जङ्गली खरा बब्बाल हुन्छ। मुसा पनि त्यस्तै हुन्छ, बिरालो पनि त्यस्तै हुन्छ। यहाँनिर अरू जनावर हुन्छ, सर्प, साँप, बिच्छीहरू, मक्खी हुन्छ नि, त्यो झिया फटेर यस्तो केही पनि हुँदैन यहाँनिर। फेरि तिनीहरू चाहिँ हुँदो रहेछ क्या। त्यसो नि यो पार्क सफा गर्ने यहाँनिर सब पार्क सफा गरिदिन्छ अहिले। यो रोबोट हो क्या, रोबोट हो होइन, अटोमेटिकली चलेको गर्छ, सबै सफा गर्दै हिँड्छ। यो चाहिँ बल्ल पार्कको हिँडमा आइपुग्यो हामी चाहिँ। पार्कको हिँडमा आयो। अब ऊ यहाँ मस्जिद जस्तो रहेछ यहाँनिर, यिनीहरूको मस्जिद रहेछ यहाँनिर। यतातिर कतातिर होला हाम्रो भने ल हिन्दू टेम्पल। टर्न राइट भनेको केटा यतापट्टि हो कि यतापट्टि होइन क्या, यतापट्टि जानुपर्ने। केटाहरू पनि अब लोकेसनमा पनि कन्फ्युज हुँदैछ। कहाँ ए केटा आज हिँडेर खतरा गलाइसक्यो, भोलि काम गर्नु छ। लु एउटाले यता लिएर हिँड्यो, एउटाले उता लिएर हिँड्यो। लु है त अब कता पुगिन्छ थाहा छैन है। ल फाइनल्ली होइन धेरै होइन 2-3 घन्टा हिँडेपछि चाहिँ हामी बल्ल लेट हिन्दू टेम्पल आइपुग्यो। ओपनिङ टाइम पनि 9 बजीदेखि 12 बजीसम्म, दिउँसोको 5 बजीदेखिको 9 बजीसम्म रहेछ। ल फाइनली यार कहाँबाट हिँड्दै जाने त होइन केटा। वेलकम टु मन्दिर गाइस। हाम्रो नेपालमा हुँदा त घन्टी टाङ बजाएर छिर्ने हुन्थ्यो, यहाँनिर त छैन है। यहाँ त बोल्न पनि मिल्दैन होला, बिस्तारै साउथी बुढो यसरी बोल्नुपर्छ। भित्र हल्ला गर्न मिल्दैन, भिडियो चाहिँ बनाउनु मिल्छ कि मिल्दैन थाहा छैन, यसलाई थाहा छ। ओ दिपेश भिडियो बनाउनु मिल्छ कि मिल्दैन? बनाउनु। श्री हिन्दू मन्दिर राम्रो रहेछ, इन्टरनेसनल रहेछ। किन
के भएर यहाँनिर चप्पलहरू खोल्ने ठाउँ रहेछ भजन हुने टाइम भएन हाम्रो चाहिँ अहिले ल सबजना उठेर होइन भजनहरू गाउँदैछ हामी भजन गर्छौँ अनि कन्टिन्यू गर्छौँ हाम्रो खिँदैन यताबाट के कहाँ अब कसरी गर्नु आरती नआएको है भन्न कस्तो मजा आयो है आरती खेल्न अनि मै यहाँ गर्नु गरौँ न अगाडि गएर प्लिज केही हुँदैन कि अहिले नमिल्ने रहेछ यहाँ बस्नु तिमी अगाडि न ब्याक गर्न मिल्दैन ल फाइनल्ली होइन आजको दिन चाहिँ कम्प्लिट भयो होइन केटाहरू टिकटक सिकटक बनाएर डन होइन आजको दिन कस्तो भयो केटा हो दामी हामी अब फुटबल खेल्न जाँदैछौँ गाइजहरूसँग त्यो गाइजहरूसँग ल जाउँ केटा गर कन्भिन्स गर ल लेट्स गो टु प्ले फुटबल सम फुटबल Feel the magic in the air. अब सायद भ्लगिङ पनि गर्छु र मोबाइल एकदमै चार्ज छैन होइन सो अब हामी चाहिँ उबर गरेर जान्छौँ 9 बजीसक्यो 9:30 बजीसक्यो भोलि काममा जानुपर्छ सो लेट्स से नो प्रब्लम सो can you guys play yes or no yeah I'm a vlogger so thank you very much man okay let's play football so हाम्रो किपर चाहिँ उहाँ छ ल सुमो दिस किपर ओके फिल्डर मिडफिल्डर हामी ओके है त अब अहिले चाहिँ ब्लग इन्ड गर्छौँ